हेलो साथीहरु सबैजनालाई मेरो पहिलो न्यू भ्लगमा स्वागत छ। हजुरहरुलाई आज म पहिलो भ्लग गर्न गइरहेको छु र आज मेरो न्यू भ्लग पहिलो भिडियो हो। गाइजहरु सबैजनाले सपोर्ट गर्नुपर्छ। यसमा ल गाइज सबैजना मिठो न मिठो भिडियो हाल्नुपर्छ। भिडियो राम्रो भिडियो बनाउँछु मैले। यस्तो कता बनाउँछु गाइज सबैजनालाई आज ल गाइजहरु। त्यसपछि आज हजुरहरुलाई ह्यापी दशैं। अब हाम्रो अस्तिर घटस्थापना दिन थियो र अब दशैं लाउने रङ लाउने र के होला भन्ने बुझ्नुहोस्। हामीले आज दशैंको रङ लाउँछौँ। दशैंको रङ लाग्छौँ। त्यसपछि आज रङ लगाएको हाल्छु। भोलि रातो रङ लगाएको हाल्छु। त्यसपछि यो यस्तो छ। अब त धमाइलो छ गाइज। धमाइलो सबैजनाले अब हेर्नु लास्टमा कस्तो हुन्छ। बाइ बाइ। हामीले ट्याक्को क्यों खड़ा है सुखन जान बात कर। खामोश क्यों खड़ा है सुखन जान बात कर। मर जाएगा वगरना मेरी मान बात कर। अब पन्जा लाउनु पर्छ। पन्जा लाउनु पर्छ। ट्याक्कै यो अब यो चस्मा यहाँ लाइन्छ। त्यसले यो के हुन्छ यार। ए घस हो यार भर्ती गएको यार। राते गर है खसेछ कता माथि लाग्नुहुन्छ। माथि कता लग्यो गाइस मैले भन्न कमेन्ट भन्नु होला कता लग्यो। अब यो त लाउनु पर्यो गाइस। कामै छैन फेरि त धुलो उड्छ फेरि। म पनि आउने है। ए गुन्डा आयो गुन्डा। ए गुन्डा आयो गुन्डा। हो गाइस पन्जा लाउनु पर्यो। पन्जा अलि आवाज नआएको लागि गाइस यसले गर्दा अलि नआउन सक्छ। अलि दुखी नआउँछ होला है। दुखी हुनुहुन्न के हुन्न। पन्जा लाउनु पर्यो। धेरै टाइट नगर हाम्रो गाइस। अलि टाइट नगर साथीहरूले अलि देख्नु ल कि टाइट नगर त केटा ल गराएन गाइस कि हलुको गराइदियो हजुरलाई भन्नु त। हजुरको आवाज नआएला र हजुरलाई त्यही भएर फेरि अहिले गाली खाइन्छ गाइस। साले फेरि खत्रै हो मेडनी मर्खेरि। हाम्रो छ नि गाइस त्यो आशिष नेउपाने भन्ने। हजुरहरूले उसलाई सब्सक्राइब भन्न नभुल्नु होला है गाइस। आशिष नेउपाने छ। मैले त्यसको आइडीमा उसमा दिन्छु। तल उसमा दिन्छु। आशिष नेउपाने हो मैले हालिदिन्छु त्यसको आइडी। तपाईँले त्यसलाई सब्सक्राइब ढुक्स गर्नुपर्छ गाइस। मेरो
सब्सक्राइबरले गरिदिनु पर्छ त्यति गरिदिनु होला गाइज प्लिज रिक्वेस्ट आशिष नौपाने भन्ने छ एउटा आइडी त्यसलाई फलो गर्नु होला सब्सक्राइब गर्नु होला फलो त टिकटक फलो गर्नु होला त्यसलाई उसमा त युट्युबमा त अलि गर्नु होला सबै मिलेर युट्युब है सबै मिलेर केमा अरे युट्युबमा त्यसलाई आशिष नौपानेलाई ल है गाइज म यसलाई लिएर यसलाई त होइन यसलाई लानिएन मम्मीले पोछाले लिप्न लाउनु चाहिँ पोछाले होइन कि गाइज मैले फेरि पोछा भनेको छु लिपपोत आएको अब हाम्रो राष्ट्रिय कपडाले लिप्ने गर्न हाल्यो मम्मीले त करेन्ट लाग्ला यता अब मम्मी लाग्दिन यस्तो छ हेर्नु गाइज हाम्रो हालत अब थाहा थिएन गाइज रङ लाउने नि जमारा कत्रा भयो गाइज सबैहरूका हाम्रा त ठुला भइसके जमारा हेर्न जाम है अँध्यारो ठाउँमा राख्नुपर्छ है गाइज जमारा अँध्यारो ठाउँमा तरी टक्क जमारा हजुर जमारालाई अलि डिप्रेसन गर्नु हेर्नु गाइज छुनु भएन फेरि अलि खाइन्छ घर फेरि जमारा यत्र भयो गाइज सबैजना आउनुलाई दसैँमा हाम्रा घर टक्क गाइज हेर्नुहोस् अब हामी फेरि बाहिर पुग्छ पर्ने यार कस्तो आहा घाम पर्दा नि केही नहुने यार अहिले त म टल्के हो क्या यार टेक्क पारा म यस्तो तर यो फेरि लागेको खसाले क्या धेरै हल्को बनाउँछु भन्छ नि गाइस हल्को गराउने हुन्न बिग्रिन्छ पुरा बिगार्छ यसले पुरा बिगार्छ राम्रो गर्छ भन्नु नभए मलाई गाइस टेक्क अब चलाउनु पर्यो कि गाह्रो नि म फेरि गाइस ट्याक्क भन्दै लाएर पनि गाइस फेरि यो गन्ध आउँछ है गाइस यसलाई लाउनु पर्छ यसो लाउनु पर्छ गाइस Yay! Sol didi lali. Chale hogi rado mero पछि बस्ती मेरो मोटर बाइकमा सुरुक्क आउँछ अरे आजकल बल्ल मिल्छ के गाइस पावर मिसिन चल्छ भुर्र अब मिसिन चल्छ गाइस भुर्र भुर्र तुर्र भुर्र तुर्र तो रंग लाओ यार गाइज मेरा मार्क्स है यार छ्या गाइज यार रंग लाओ यार छ्या अब घट्न पर्छ चस्मा निकालौँ न यार म हिँड्दै फेरि दिदी पट्या नि फेरि बर्बाद हुन्छ गाइज हजुर पखिन्न क्या मैले त फेरि हर्लो गरौ गप्पा गप भन्छ है एउटा दिउरालीको एउटा छ है एउटा दाइ के दाइले खतरा सपोर्ट गर्नुपर्छ सबैजना मिलेर दाइले गप्पा भन्नु चाहिँ गप्पा हो जस्तै मैले टिकटकको लिङ्क पनि दिएको छु गाइस सबैजनाले टिकटकको लिङ्क पाउनु न भने सबैजनाले टिकटकको लिङ्क पाएर गएर हेर्नु होला है टिकटकको आइडी छ मेरो छ है थाहा मेरो नाम छैन दसैँ आयो भरिलै गाउँ रमाइलो त्यसै रमाइलो दसैँ त्यसै गाउँ रमाइलो त्यसै रमाइलो ल गाइस
ओ गाइस बनाए सबै राम्रो बनाए हेर्नु न हेर्नुहुन्छ है हेर्नुहुन्छ हेर्नु है ओ यहाँ त हल्लिन्छ है ओए ओए रङ हेर्नु रङ देख्नुभयो खतरा खाने त रङ गाइस भ्यू हेर्नु न भ्यू पनि अब ट्याक्क पाएर अब यस्तो छोडिदिएर अब म फेरि हिँड्छु क्या गाइस अब म फेरि एउटा यो रङको नि राम्रो एप आउँछ क्या अब पनि छुलेमले कस्तो लाउने हेर्नु जानु पर्यो ओए छुलेम त फेरि खत्रै हो नि त हेर्नु न गाइस खत्रै लगाइदिनु चाहिँ यार छुलेम उसले नै पर्छ होला पन्जा पर्दिनँ मैले लाउँछु नि एकचोटि हातै काफी छ त मलाई हटाइदियो त उस थियो कर मेरो क्यामेरा स्टिकर हालेको त आशिष थारू अरे आशिष नपर्ने सब्सक्राइब गर्नु आउनु मै म लिप्न लाग्छु कि फेरि लिप्न भर आमा न त फेरि मेरो जागिर जान्छ घर लिप्ने जागिर जान्छ ए पल्टी हेर चाहिँ भयो मैले लिपेको फेरि हेर लिपेन फेरि मेरो यहाँ घर टल्किन्छ क्या मैले लिपेन फेरि आउँछ हेर्नु मैले फेरि लिपेन फेरि घर त फेरि घप्पा घप टल्किन्छ हो नि आमा हो सब्सक्राइब गर्नु होला सब्सक्राइब गर्नु होला के सब्सक्राइब गर्ने गर्नु भन्नु न सब्सक्राइब गर्नु होला ल कपारा अब स्कुटी स्टार्ट हान्नु पर्यो भन्ने के फेरि मैले फेरि स्कुटी चलाउनु आउनु गएछ कपारा फेरि स्कुटी चलाएँ त फेरि मेरो फेरि उडाइदिन्छु मैले त त्यहाँदेखि गएर चाबी त फेरि यहीँ छ गाइची चाबी नै यहीँ छ मलाई तर यतिको भएर यी गर्नुपर्छ यस्तो गरेर गाइची मैले फेरि खतरै हो खप्पा घप खतरा हानी आउने हँसाउनु नि यार ठ्याक्कै हँसाउनु यार अब मैले एउटालाई पन्जा दिन्छु पन्जा लाउँछ नि जसले हातबाट गरिरहेको छ काम त्यसलाई पन्जा दिनुपर्छ गाइस पन्जा अब पन्जा मैले यहाँ छ अनि सोध्छु सबैलाई पन्जा लिनुहुन्छ कि भनेर पन्जा लिनुहुन्छ नत्र लिनुहुन्न मम्मी पन्जा लिन्छ र हातलाई लिनुहुन्न हुन्छ हात लाग्नुहुन्छ क्या मैले प्राइभेट घर केही लाएन ए हात दुख्छानु यसमा बुढीौलो जति त छ नि बुढीौले त माथि र बुढीौलो एउटा भइन्छ ल लाउनु केही हुन्न हात पस्दिनँ पसो र हात उता लाम्ला केही न त दोसी जान्दैछ मैले मटितेल लगाइदिएको भन्ने अब ठुलेमलाई यो लाउनु चाहिँ सोध्नु पर्यो है म त अब यस्तै भिडियो बनाउँदै हिँड्दै हो आँटा नै अब कसले लिप्छ लाउनु ए अरू लाउनेको के रे फुल पनि यस्ता फुल हुनु चिया हो सिया के नयाँ लाइट आमा यसरी जस्तो देखिने कि गाई चिया पन्जा लाउन हो
भर्खर ल्याइदिएकै 200 को प्लास्टिक के हुन्छ ए उषा खै लिनु भयो भाउ के लिनु हो काम छैन दिन्छु लिएर त हुन्छ यस्तो पनि दिन यार चाहिन्न अरे अहिले त यार लगाएर गए यहाँ लड्छ भन्दै सानो लाजा रङ फाल्छ आफै मम्मीका कस्तो भयो हेर्नु पर्यो है गाइस ए लाइटो के उस भयो ओए मम्मीको त भरि छ राम्रो लिप्न हो त मम्मीले त माथि यार म ट्याक्क स्टार हो यस्तरी ट्याक्क ये आम फिल्मले लिपेको स्टाइल यहाँ के हो यो 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 के हो यहाँ त यहाँ ढङ्गै छैन यस्तो हो यार अब ठिक त बन्नु पर्यो अब सबैको अब मैले अब हालिदिन्छु यसमा नि हालिदिउँला यसो यो कटाले चाहिँ यो हाल्दा ट्याक्क हालिदिन्छु भिडियो हालिदिन्छु ठिक अरे मम्मीले भइसक्नु आउनु सबैतिर भेन्ट लागिसक्यो अब भात खाएपछि हुन्छ हुन भात खाएपछि पनि हो मम्मीले त भेजा छिट हाल्न क्या त्यो थियो यार भातको दो अन्त यहाँ मैले पुग्न छ क्या यार एउटा यार आमाले सेलरोटी पकाउनु लाग्नु बसायो यार अनि सेलरोटी झालेर मिठा पकाउनुहुन्छ आशिष नेउपाने के अरे आशिष नेउपालाई सब्सक्राइब है धेरैचोटि चाहिँ बनाउनुला मैले तर घाटमा गर्नुला अलि त भन्नु पर्यो गाई साथीहरू त मेरो सँगसँगै पढ्ने छ नारिसिनलाई ए ठुलेमले लगाइदिएको त पुरा चेट्यो भनेर फालिदिएर यार ओए मनमा पिर भयो नि त्यसै रमाइलो गाउँ रमाइलो त्यसै रमाइलो जसै आउँदा बल्ल पिर भयो सबैजनाले बोला ओके अब हम सफा करेंगे भैया भात खाएपछि बनाउँछु मैले सबले थाले लिप्नलाई घर दसैँ पछि गए नि हुन्न र ठेगानमै छैन मन आज सुन्दा नि जहाजको आवाज ठेगानमै छैन मन आज सुन्दा नि जहाजको आवाज लिपेर यहाँ भात खाएर भ्याएर म तल खोला गएर पौडी खेलेर आएँ म हेर्नुहोस् गाइस यहाँ ट्याक्क बिस्ने भयो यहाँ आइस पाइ छ हाई गरिदिएको एउटा त्यतिखेर गाई पक्रा अब फेरि ओली बाटोमा लाग्यो रमाइलो देशै रमाइलो
ट्याक्क यता नि लिप्यो बाल यस्तो गर्नु न यहाँ हामी फिल्मले ओहो ओहो ल खत्रै भयो आज फेरि दामी भयो यति र यता यता आज त धेरै लिप्यो गाइस नास्ता खाएर मैले भयो यता गाइस खत्रै लिप्यो यार आज त गाइस अझै हेर्नु जानुहोस् यता माथि नि अलि मथि गएन कि ढौवा छ हाम्रो अब यो सिमेन्ट बोक्नुपर्छ हेर्नुहोस् यत्रो भाले सिमेन्ट बनाउनु है यो केटी यहाँ उहाँ थियो यहाँ कलर छ यता लाग्यो थियो यता लाग्यो यी अब ट्याक्क लास्ट कहाँ होला यता भास त्यति छ यता भित्र लाउनु ओ भित्र हेर्नु त्यसपछि अब यता यी आजको लागि यति हस्त धन्यवाद सबैजनालाई बाई बाई र आजको लागि यति अब म लास्ट भ्लग यतिसम्म गर्नेछु र अब एडिट त गर्नु पर्यो नि त गाइस भिडियो दामी एडिट गर्नुपर्छ र सबैजना लास्टमा के भन्न चाहन्छु भने आशिष नेउपानेलाई सब्सक्राइब है मैले डिस्क्रिप्सन भन्ने आएन केही चल्यो आएन कि त्यसमा दिन्छु मैले त्यहाँ हेर्नुलाई बाल यता गर्नु पर्यो यो गर्नु पर्यो मैले फेरि गर्नुपर्छ धेरै छ काम त्यही भएर आज यति गर्छु अब फेरि भोलि ल्याउँछु भोलि पनि छ नि त गाइस आज फेरि 5 बजीतिर फाल्न ल्याउनु भने हो नि त त्यो गर्नु पर्यो गाइस अब ल आजको लागि यति धन्यवाद मैले त्यो टिकटक बनाएको नि त्यो टिकटक पनि हालिदिनु लाग्यो त्यो त्यसपछि हालिदिनु लाग्यो त्यो उस नि त्यसपछि हालिदिन्छु तपाईँले हेर्नु होला कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब नगर्नु पर्ला फुल्नु होला र आजको लागि यति हस्त धन्यवाद भोलिको भ्लगमा भेटौँला बाइ बाइ